अब चाहिँ खाना त बनाउनु पर्यो भाइ चाहिँ फेरि आयो भने फेरि अझ माममै जानुभयो अब खाना बनाउनु होला सायद म त मै बनाउँछु अनि त्यसो यो तरकारीमा सागसगरमा म चाहिँ माथि जान्छु अब खाना त बनाउनु पर्यो आज चाहिँ हजुरहरूलाई स्वागत छ मेरो आजको छोटो र मिठो भ्लगमा होइन आज चाहिँ म दिनमा भ्लग बनाउन सकिनँ आज चाहिँ बेलुकापट्टिको भ्लग बनाउँदैछु ल है आज त्यही हो अब चाहिँ भ्लग 2-3 दिन लगातार बनाउँछु म अब त्यस्तै हेर्दै जानु होला हजुरलाई अब केही कमेन्ट समेन्ट पनि गर्दै गर्नु होला त्यही हो अब चाहिँ आजको चाहिँ डे भ्लग चाहिँ सकिस ए यतिको चाहिँ भइसक्यो है अब आएर हुन लाग्यो अब दिदीले नै पानी छ हाल्नुभयो तरकारीमा सागसगरमा म चाहिँ माथि जान्छु अब खाना त बनाउनु पर्यो आज चाहिँ खाना बनाउँछु टक्क लाएर अनि पछि जाने हो माथि त्यो रनिङ गर्न त्यही हो बडा हो त्यही हो म चाहिँ दामी तरिकाले राति परिसक्यो होइन अँध्यारो सबै यहाँभित्र टक्क लाइट बालम दामी देखि धुलो अब यसको यो त मैले आज यसो भन्छ ए हा आज मैले भाँडा चट्ट लगाएर धोइदियो त्यही होइन म चाहिँ अब खानासाना बनाउँछु खानासाना बनाएपछि एकछिन राइजिना आउँछ त्यसपछि त्यो म जान्छु भने रनिङ गर्न अब चाहिँ खाना त बनाउनु पर्यो भाइ चाहिँ फेरि आयो भने फेरि अझ खाना बनाएछन् भन्नुहुन्छ अब खाना बनाउनको लागि त सर्वप्रथम भाँडा त धोइदिएँ मैले अब कुकर निकाल्नु पर्यो सो त्यो मैले चाहिँ होइन दाल बनाइदिएँ यी टक्क दाल पाक्दैछ दाल पाकेपछि अब गरममा होइन कुरो होइन अब तपाईँहरू मोटर चलाएर पानी भर्नु पर्यो माममै जानुभयो अब खाना बनाउनु होला सायद म त मै बनाउँछु अनि त्यसपछि जाने हो आज रनिङ गर्ने यसो न है रनिङ गर्नु पर्यो आजको दिन धेरै दिन गर्नु गरे पनि अस्ति अलि बिरामी पनि थियो इक्जाम पनि थियो त्यही भएर अलि सकिएन अब चाहिँ यो गर्नु पर्ला अब भाँडासाडा पनि धोइसकेको छु खाना पनि अब लगभग दाल पाइहाल्छ एकछिनमा पानी सानी चलाइदिनु पर्यो भात ल्याइदिनु पर्यो त्यसपछि यसो हेर्नु सक्नुहुन्छ बाहिर चाहिँ पुरै अँध्यारो भइगयो ए अँध्यारो चट्ट दामी भ्यू देखिन्छ अहिले तर मेरो मोबाइलको क्यामेरा चाहिँ क्वालिटी अलिक कम भएर हो हेर्नु देखियो राम्रोसँग यत्रो ठुलो घर छ हाम्रो सानो बस्ने रुम हो मेरो घर त होइन होइन त्यही हो यसो यो चाहिँ मेन रोड पऱ्यो यता चाहिँ बागेश्वरी स्कुल छ मेरो डाइनिङ कलेज त माथि छ है त्यही हो ल अरू पनि अलि मिलाएर कटिङ पनि गरेर हाल्छु अब पानी चलाउँछु त्यसपछि फेरि पानी भरेपछिको भिडियो देखाइदिउँला अहिले चाहिँ अब सकिन्न अब यो पनि अरू पनि आइसकेको छ हामी दुईजना भइगयौँ अहिले यी दुईजना भइगयौँ अब पानी सानी चलाएर टक्क पानी भऱ्यो अनि बल्ल खानासाना पाक्छ अनि जाने हो घुम्न त मिलेन दौड्न सो त्यो पानी चाहिँ भरियो होइन मैले पानी टक्क 2 बाल्टी भरिएँ अनि यो भरिएँ अब पानी सानी भरियो अब एकछिनमा दाल पाक्छ दाल पाकेपछि भात पकाउने त्यसपछि रनिङ हान्न जान्छन् हामी दुईजना टक्क लाएर रनिङ हान्न गएपछि अलिअलि भिडियो सिडियो देखाइदिउँला त्यहाँ पनि सकेसम्म मेरो मोबाइलमा चार्ज त छैन अब त्यही हो उयो पनि देखाउने प्रयास चाहिँ एकदम हत्ते गरी बनाउँछु भिडियोहरू है ल हेर्दै लाइक कमेन्ट सेयर सो धन्यवाद अब चाहिँ म चाहिँ है रनिङ गर्नको लागि जान लागेँ अब त्यहाँ गएर अलिकति सकेसम्म भिडियो बनाउँछु आज त एक्लै जान्छु सकेसम्म त्यहाँ गएपछि भिडियो बनाउँछु नत्र पछि आएर यसलाई फेरि अलिअलि कन्टिन्यू गर्छु ल त्यही हो म जान्छु है गरौँ ढोका यहाँ चाहिँ बाइक पार्किङ गरिएको छ नभएको ल म गएँ ल जान्छु नाइट अर्को जान्छोस् बेलुकापट्टि चाहिँ दौड्न मजा आउँछ है अलि चिसो हुँदाखेरि अलिकति तातो मजा आउँछ सो त्यही हो अब म चाहिँ पारि जान्छु पारिबाट सिधै क्रस गरेर सिधै घरमा अब गाडी आएर हुँदैन फेरि यत्राको साथै
रोड क्रसिङ भो दौडेर साइट यतापट्टि गोलो नाम छ बतेर हो यतापट्टि बत्ती छैन बनाउनु बन्द गर्छु घर गएर सो त्यही होइन अब म चाहिँ रुममा पुगेँ अब खाना खान्छु खाना खाएर सुत्छु है ल आजको भ्लग चाहिँ यही अन्त्य हुन्छ यति गर्दै अब तपाईँहरू राम्रोसँग सुन्नु अब गुड नाइट हुन्छ ल यति गर्दै त्यो अरू भ्लग चाहिँ आउँदै गर्छ अरू दिन ल यति गर्दै अब